मिराज 2000 मिग-29 फाइटर जेट छन्। भारतसँग ब्रह्मोस, अस्त्र, रुद्रम र आकाश जस्ता मिसाइल सिस्टम लैस छन्। पाकिस्तानसँग पनि बलियो वायुसेनाको फोर्स छ। पाकिस्तानसँग 1379 एयरक्राफ्ट छन्, जसमा 328 लडाकु विमान, 64 ट्रान्सपोर्ट एयरक्राफ्ट, 565 वटा ट्रेनर एयरक्राफ्ट र 373 वटा हेलिकप्टर छन्। पाकिस्तानसँग 57 वटा अट्याक हेलिकप्टर र 4 वटा एयरबर्न ट्याङ्कर पनि छन्। पाकिस्तानसँग अमेरिकामा निर्मित F-16, चीनमा निर्मित JF-17, थन्डर र मिराज जस्ता लडाकु विमान छन्। भारतले चीनसँग प्रतिस्पर्धी क्षमता बनाउन नौसेनामा पनि तीव्र विकास गर्दै लगेको छ। बीबीसीको रिपोर्ट अनुसार भारतसँग 150 वटा युद्धपोत छन्, जसमा INS विक्रान्त र INS विक्रमादित्य जस्ता विमानवाहक युद्धपोत र SSBN अरिहन्त क्लास जस्ता परमाणु पनडुब्बी छन्, जसमा धनुष र K-15 जस्ता मिसाइलको प्रयोग गर्न सकिन्छ। भारतको नौसेनामा 1,42,252 सक्रिय सैनिक छन्। पाकिस्तानी नौसेनासँग भने विमानवाहक युद्धपोत छैनन्, तर पाकिस्तानी नौसेनासँग 114 वटा जहाज, 8 वटा पनडुब्बी र 9 वटा फ्रिगेट युद्धपोत छन्। यद्यपि पाकिस्तानले पछिल्लो समयमा आफ्नो समुद्री शक्ति बढाउँदै लगेको छ। भारतको रक्षा बजेट पाकिस्तानको भन्दा अधिक छ। सिप्रीको रिपोर्ट अनुसार सन् 2024 मा भारतको सैन्य खर्च पाकिस्तानको भन्दा 9 गुणा बढी थियो। भारतले सैन्य सामग्री खरिदका लागि गत आर्थिक वर्षमा मात्रै 86.1 बिलियन डलर खर्च गर्यो भने पाकिस्तानले केवल 10.2 बिलियन डलर खर्च सैन्य उपकरणका लागि गरेको देखिन्छ। आर्थिक वर्ष 2025-26 का लागि भारतले रक्षा बजेट 6.8 लाख करोड रुपियाँ छुट्याएको छ। भारतले रक्षा क्षेत्रमा GDP को 2.44% खर्च गर्छ भने पाकिस्तानले GDP को 2.8% खर्च गर्दै आएको छ। अर्थतन्त्रको मामिलामा भारत पाकिस्तान भन्दा निकै अघि छ। विश्वको 5औं ठुलो अर्थतन्त्र भएको भारतको GDP 3.8 ट्रिलियन डलर बराबर पुगिसकेको छ। पाकिस्तानको अर्थतन्त्र भने 370 मिलियन डलर बराबरको छ। अब एकैछिन दुई देशको सैन्य रणनीति र गतिविधिको चर्चा गरौँ। सन् 1947 मा स्वतन्त्र भएता भारत र पाकिस्तान बीच 1947, 1965, 1971 र 1979 मा गरी जम्मा 4 पटक ठुला युद्ध भएका छन्। त्यसबाहेक सीमा क्षेत्रमा समय समयमा साना झडपहरू भइरहन्छन्। त्यसैले भारत र पाकिस्तान बीच जम्मू काश्मीरमा रहेको नियन्त्रण रेखा क्षेत्र संसारकै अधिक सैन्यकृत क्षेत्र पनि हो। त्यसैले भारतले पाकिस्तानी क्षेत्रबाट विद्रोहीले लुकीछिपी गर्ने हमलाका कारण काश्मीरसँगै चीनको